नमस्कार। बागमती प्रदेश लोकसेवा आयोगको परीक्षा बाहिरबाट हेर्दा सामान्य लागे पनि यसको भित्री व्यवस्थापन कुनै ठूलो मिलिट्री अपरेसन भन्दा कम हुँदैन है। आजको यस प्रस्तुतिमा हामी हजारौं उम्मेदवारहरूको भविष्य जोडिएको यो परीक्षालाई कसरी एकदमै त्रुटिरहित, निष्पक्ष र मर्यादित बनाइन्छ भनेर बुझ्दैछौँ। ल ढिला नगरी सुरु गरौँ है त। आजको यस विषयवस्तुलाई हामी मुख्य 4वटा चरणमा बाँडेर हेर्नेछौँ। पहिलो, परीक्षा अघिको तयारी। दोस्रो र तेस्रोमा क्रमशः प्रथम र द्वितीय पत्रको सञ्चालन र अन्त्यमा परीक्षापछिको प्याकिङ र सम्पर्कहरू। अब लागौं हाम्रो पहिलो चरणतर्फ, परीक्षा अघिको तयारीका जिम्मेवारीहरू। यहाँबाट नै सुरक्षा र व्यवस्थापनको एकदमै बलियो आधार तय गरिन्छ। हेर्नुस् है, परीक्षामा समयको कति महत्त्व हुन्छ भनेर यहाँबाट प्रष्ट हुन्छ। परीक्षा सुरु हुनुभन्दा पुरै 60 मिनेट अगाडि नै सहायक केन्द्राध्यक्ष र निरीक्षकहरूको अभिमुखीकरण अर्थात् ओरिएन्टेसन अनिवार्य रूपमा सुरु भइसक्छ। अनि प्रवेश घण्टी बज्नु अगावै सम्पूर्ण कर्मचारीहरू आफ्नो कोठामा पुगिसक्नुपर्छ। खाली हात होइन नि फेरि। उनीहरूसँग अनिवार्य रूपमा 2 प्रति हाजिरी र प्रथम पत्रको लागि आवश्यक ओएमआर सिटहरू हुनैपर्छ। यसपछि सुरु हुन्छ हाम्रो दोस्रो चरण, प्रथम पत्र अर्थात् वस्तुगत परीक्षाको सञ्चालन। यो चाहिँ एकदमै द्रुत गतिको मात्र 45 मिनेटको ओएमआर सेसन हो। अब समयलाई अलिकति ध्यान दिएर हेरौँ। दिउँसो 1:45 देखि 2 बजेसम्मको त्यो 15 मिनेट साँच्चै नै एकदमै संवेदनशील हुन्छ। ठिक 1:45 मा सम्बन्धित पदाधिकारीहरूको रोहोवरमा मुचुल्का उठाएर मात्र प्रश्नपत्रको सील खोलिन्छ। अनि प्रश्नपत्रका सेटहरू जस्तै ए, बी, सी, डी लाई क्रमैसँग मिलाइन्छ। त्यसपछि 1:55 मा सहायक केन्द्राध्यक्षहरू प्रश्नपत्र लिएर कोठामा जान्छन् र ठिक 2 बजे सुरुको घण्टी बजेपछि मात्र प्रश्नपत्र बाँडिन्छ। गोपनीयता कायम राख्न यो श्रृङ्खला फलो गर्नै पर्छ। उम्मेदवारहरू सिटमा बस्ने बित्तिकै केही एकदमै कडा नियमहरू लागू हुन्छन्। प्रवेश पत्र बिना त भित्र पस्नै पाइएन। मोबाइल फोन र स्मार्ट वाचहरू पुरै अफ गरेर झोलामा थन्काउनुपर्छ। अनि लेख्नको लागि कालो मसी भएको डट पेन मात्रै प्रयोग गर्न पाइन्छ है। अर्को कुरा, ओएमआर सिटमा आफ्नो की लेख्न छुटाउनै हुँदैन, नत्र उत्तर पुस्तिका नै सिधै रद्द हुन्छ। अनि याद गर्नुपर्ने कुरा, एउटा परीक्षार्थीलाई एउटा मात्र ओएमआर सिट दिइन्छ। या गल्ती गर्ने कुनै छुट नै छैन। अनि नियमको कुरा गर्दा समयको पाबन्दी झनै कडा छ। परीक्षा सुरु भएको 15 मिनेटभित्र मात्र प्रवेश गर्न पाइन्छ। त्यसपछि ढोका बन्द र 25 मिनेट अगाडि हलबाट बाहिर निस्कन पनि निषेध गरिएको छ। सबैभन्दा महत्त्वपूर्ण कुरा, यो 45 मिनेटको छोटो प्रथम पत्रमा शौचालय जान पूर्ण रूपमा मनाही छ। सुन्दा अचम्म लाग्न सक्छ, तर यसमा कुनै सम्झौता हुँदैन। अब कुरा गरौँ पहिचान प्रमाणीकरणको। कोही नक्कली परीक्षार्थी नछिरोस् भनेर 4वटा अचूक चरणहरू पार गर्नुपर्छ। पहिलो, प्रवेश पत्र जाँच। दोस्रो, नागरिकतासँग परीक्षार्थीको अनुहारको प्रत्यक्ष भिडान गर्ने। तेस्रोमा, ओएमआर सिटमा भरिएका रोल नम्बर, नाम र की ठिक छ कि छैन भनेर सूक्ष्म जाँच गरिन्छ। अनि अन्त्यमा प्रवेश पत्र र ओएमआरको हस्ताक्षर रुजु गरिसकेपछि मात्र सहायक केन्द्राध्यक्षले आफ्नो आधिकारिक हस्ताक्षर गर्छन्। एकदमै कसिलो प्रक्रिया छ नि, होइन र? तर नियम परीक्षार्थीलाई मात्र होइन नि, परीक्षा सञ्चालन गर्ने कर्मचारीहरूलाई पनि उत्तिकै कडा छ। कर्मचारीहरूले पनि परीक्षा अवधिभर आफ्नो मोबाइल फोन अनिवार्य रूपमा स्विच अफ राख्नै पर्छ। आफूलाई तोकिएको कोठा छाडेर बाहिर निस्कन पाइँदैन। निष्पक्षतामा कुनै शङ्का नहोस् भनेर निरीक्षकहरू परीक्षार्थीको नजिकै बस्न वा कसैले लेखेको कुरा लगातार हेरिरहन पाउँदैनन्। व्यावसायिकता यहाँ पहिलो शर्त हो। प्रथम पत्रको अन्त्य पनि ठ्याक्क घडीको सुईसँगै हुन्छ। दिउँसो 2:30 अर्थात् परीक्षा सकिनु 15 मिनेट अगाडि एउटा जनाउ घण्टी बज्छ। अनि ठ्याक्क 2:45 मा अन्तिम घण्टी बजेपछि सबै लेख्ने काम रोकिन्छ। ओएमआर सिट र प्रश्नपत्र तुरुन्तै सङ्कलन गरिन्छ। अन्त्यमा ती ओएमआर सिटहरूलाई हाजिरीसँग रुजु गरेर केन्द्राध्यक्षलाई बुझाइन्छ र सुरक्षित रूपमा खामबन्दी गरिन्छ। अब लागौँ हाम्रो तेस्रो खण्डतर्फ, द्वितीय पत्र अर्थात् विषयगत परीक्षाको सञ्चालन। यो चाहिँ अलिक लामो लिखित परीक्षा हो। यी 2 पत्र बीचको व्यवस्थापन एकदमै फरक हुन्छ। प्रथम पत्र मात्र 45 मिनेटको एउटा छोटो परीक्षा थियो, जहाँ एउटै ओएमआर सिट हुन्थ्यो र शौचालय जान पूर्ण प्रतिबन्ध थियो। तर द्वितीय पत्र अलि फरक छ। यो 2 घण्टा 15 मिनेटको लामो परीक्षा हो। यसमा प्रत्येक परीक्षार्थीलाई सुरुमै 2-2 थान उत्तर पुस्तिका दिइन्छ।
समय लामो भएकोले यसमा भने सामान्य आवागमनका नियमहरू लागू हुन्छन्। यहाँ परीक्षा हलको माहौल नै अलि परिवर्तन हुन्छ। त्यसपछि दिउँसो 3 बजेबाट फेरि अर्को काउन्टडाउन सुरु हुन्छ। द्वितीय पत्रको प्रश्नपत्रको सिल खोलिन्छ र प्रति व्यक्ति 2 थान उत्तर पुस्तिका पुग्ने गरी कोठाहरू तयार पारिन्छन्। 3:10 मा सहायक केन्द्राध्यक्ष प्रश्नपत्र सहित कोठामा पस्छन् र ठिक 3:15 घण्टी बजेसँगै द्वितीय पत्रको औपचारिक सुरुवात हुन्छ। यहाँनिर फेरि अघिका जस्तै सुरक्षा चरणहरू दोहोर्याइन्छन्। डिभाइसहरू अफ छन् कि छैनन् भनेर फेरि यकिन गरिन्छ। प्रत्येक परीक्षार्थीलाई 2 थान उत्तर पुस्तिका बाँडिन्छ। अनि एउटा एकदमै महत्त्वपूर्ण कुरा, प्रथम पत्रमा हाजिर भएका परीक्षार्थीहरू नै यो पत्रमा पनि उपस्थित छन् त भनेर कडा भिडान गरिन्छ। कोही बीचमा बदलिएको त छैन भनेर सुनिश्चित गरेपछि मात्र विवरण प्रमाणीकरण गरेर हाजिरी र उत्तर पुस्तिकामा आधिकारिक हस्ताक्षर गरिन्छ। परीक्षा सकिने बेला अर्थात् साँझ 5:15 मा फेरि 15 मिनेट अगाडिको जनाउ घण्टी बज्छ। 5:30 मा अन्तिम घण्टी बजेपछि दिनभरिको परीक्षा सकिन्छ। यहाँ ध्यान दिनुपर्ने कुरा के हो भने प्रत्येक उम्मेदवारलाई दिएका 2 थान उत्तर पुस्तिका अनिवार्य रूपमा सङ्कलन गर्नुपर्छ। एउटा पनि पाना यताउता हुनु भएन। त्यसपछि हाजिरीसँग रुजु गरेर अन्तिम खामबन्दीको लागि बुझाइन्छ। अब हामी अन्तिम खण्डमा आइपुग्यौं, परीक्षापछिको प्याकिङ र सम्पर्कहरू। यहाँ सामग्रीहरूको सुरक्षा र आपतकालीन प्रोटोकलको कुरा आउँछ। परीक्षा त सकियो, तर काम सकिएको हुँदैन। कागजातको सुरक्षा उत्तिकै महत्त्वपूर्ण हुन्छ। केन्द्राध्यक्षले प्रथम र द्वितीय दुवै पत्रका उत्तर पुस्तिकाहरूलाई एकदमै सुरक्षित रूपमा थैलामा राखेर सिल गर्छन्। यता समन्वयकर्ताले हाजिरी पानाहरू र अन्य सामग्रीहरू सङ्कलन गर्छन्। अनि यी सबै अन्तिम सामग्रीहरू बीचमा कतै नरोकिएकन सिधै लोकसेवा आयोगको कार्यालयमा बुझाउनु पर्ने कडा नियम छ। यसलाई चेन अफ कस्टडी भनिन्छ। अब सोचौं, परीक्षाको बीचमा कुनै आपतकालीन अवस्था आइपर्यो भने के गर्ने त? त्यसैको लागि यो आधिकारिक सम्पर्क सूची तयार पारिएको हुन्छ। प्रदेश सचिवदेखि अधिकृत स्तरसम्मका पदाधिकारीहरू जुनसुकै बेला सम्पर्कमा रहन्छन्। कुनै पनि चुनौती आउँदा केन्द्रका कर्मचारीहरूले तत्काल यी नम्बरहरूमा फोन गरेर निर्देशन लिन सक्छन्। यसले गर्दा कुनै पनि अवरोध बिना परीक्षा सुचारू रूपमा अघि बढ्छ। ल, हामीले सम्पूर्ण प्रक्रिया त हेर्यौं। अब एउटा महत्त्वपूर्ण प्रश्न, के बागमती प्रदेशको निष्पक्ष परीक्षा सुनिश्चित गर्न सबै समयतालिका, प्रमाणीकरण र सुरक्षा प्रोटोकलहरू पूर्ण रूपमा पालना गरिएका छन् त? किनभने नियमहरू जतिसुकै राम्रा भए पनि तिनको अक्षरशः पालना नभएसम्म निष्पक्षता सम्भव हुँदैन। यो एउटा गम्भीर जिम्मेवारी हो जहाँ सानो गल्तीको पनि कुनै गुन्जाइस छैन। आशा छ यस प्रस्तुतिले यो सम्पूर्ण प्रक्रियालाई अझै स्पष्ट पार्न मद्दत गर्यो। यस्तै जानकारीमूलक प्रस्तुतिको साथ फेरि भेट्नेछौँ। धन्यवाद।